हेलो नमस्ते गाइस, स्वागत छ सबैजनालाई मेरो नयाँ मिनी ब्लगमा। अनि आज चाहिँ बाबा मम्मीको एनिभर्सरी गाइस। हामी चाहिँ मन्दिर आएको अनि बाबा र मम्मीसँग रिल्स चाहिँ मेरो कहिले पनि साथमा थिएन, त्यही भएर रिल्स बनाऊँ भनेको। घरि अङ्कललाई ढिला हुन्छ, घरि मम्मीलाई ढिला हुन्छ। अनि हाम्रो बेबी चाहिँ जुन रिल्समा पनि आउनुपर्छ कि, अनि त्यही भएर यसमा पनि बेबी आइहालिन्। अनि मम्मी, म, बेबी अनि अङ्कल चाहिँ रिल्स बनाउँदैछौँ। पैसा कमाउनको लागि भरपर्दो र सस्तो आवश्यकता पर्दछ, जसले तपाईँलाई धोका नदियोस्। त्यसैले मैले छिटो भुक्तानी विकल्पहरू, क्यासिनो सुविधा र सहायता दिने विश्वासिलो सुविधा प्रयोग गरेको छु। यसको लागि विशेष बोनस र अफरहरू उपलब्ध छ। अहिले नै एप डाउनलोड गर्नुहोस् र अपडेटहरू फलो गर्नुहोस्। र मैले स्क्रिनमा राखिदिएको प्रोमो कोड युज गर्नुभयो भने 14,000 सम्म बोनस पाउन सक्नुहुनेछ। लिङ्क मैले कमेन्टमा राखिदिएको छु, गएर चेक गर्नु होला। रिल्स बनाएको भन्ने मात्र गाइज, देख्न सक्नुहुन्छ हिँडाइको कसको कता कता छ। त्यही माथि इच्छासँग रिल्स बनाएपछि कहिले पनि रिल्स कम्प्लिट हुँदैन। अनि हाम्रो चाहिँ अङ्कललाई चाहिँ काममा जानको लागि एकदमै ढिला भएको थियो कि, त्यही भएर अङ्कल चाहिँ आत्तिसक्नु भएको थियो। अनि हाम्रो अङ्कल एकजना मात्र हुनुहुन्छ कि हाम्रो अगाडि कहिले जिन्दगीमा रिल्स बनाउनु हुँदैन। अनि हाम्रो बेबी चाहिँ जहिले खाने बेलामा अरूले मुखमा खान्छन्, हाम्रो बेबी चाहिँ आँखा, नाक, कान जताततै लगाएर खाने बानी छ। आज पनि उसले जताततै लगाएर खाइरहेकी थिइन्। अनि मैले चाहिँ यो भिडियो गरेको थिएन, यो भिडियो चाहिँ सन्तोषले गर्नुभएको रहेछ। अनि मैले चाहिँ फेरि सर्ट भिडियोमा जोड दिइहालेँ। बेबी हिँड्दा हिँड्दा देख्न सक्नुहुन्छ, उसलाई खाने बेलामा पनि उसको ट्याक्कै एक जोडी लुगा छुट्टै गरिदिनुपर्छ। अनि बेबीको मात्र होइन कि एलिसको पनि रिल्स बनाइदिएको छ। एलिसले चाहिँ त्यसरी खानु हुँदैन, एलिस चाहिँ जताततै राम्रो गर्दा खानु